आज यहाँहरूसँगै अध्ययन गर्ने हाम्रा परमेश्वरको वचनको शीर्षक छ अगमवक्ताहरूको अगमबाडी र संसारका मानिसहरूको सोचाइ। यस संसारका मानिसहरूको नजरमा बाइबल र अगमवक्ताहरूद्वारा गरिएका अगमबाडीहरू कस्तो देखिन्छ भन्ने विषयमा बाइबलका शिक्षाहरू मार्फत सँगै अध्ययन गरेर यस युगका मानिसहरूको सोचाइ र परमेश्वरको सोचाइ बीच कस्तो भिन्नता छ भन्ने कुरालाई पुनः एकचोटि आफ्नो मानसपटलमा खोपौँ। हाम्रा सबै विचार र निर्णयहरू परमेश्वरको विचार र निर्णयहरूमा आधारित हुनुपर्छ भन्ने यथार्थता बुझ्नुहोस् भनी अनुरोध गर्दछु। हामीहरू येशू ख्रीष्ट शरीर धारण गरी यस पृथ्वीमा आउनुभएको 2000 वर्ष अघिको समयमा फर्केर जाऔँ। येशूज्यूले यस पृथ्वीमा आउनु भएर बाल्यावस्था बिताउनुभयो, युवावस्थाको समय पनि बिताउनुभयो अनि सुसमाचार प्रचार गर्नुहुँदै वयस्क मानिसको रूपमा पनि कार्य गर्नुभयो। येशूज्यू अन्य बालकहरू जस्तै गरी जन्मिनु भएको थियो। उहाँको आगमनको विषयमा अगमवक्ताहरूले हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, उहाँ स्वयं परमेश्वर हुनुहुन्छ भनेर अगमबाडी गरेका थिए। तर मानिसहरूको आँखामा उहाँ परमेश्वर होइन कि केवल सामान्य बालक जस्तै देखिनुभयो। बालक येशूज्यू हुर्कनु भएर युवा हुनुभयो। मानिसहरूले उहाँलाई योसेफ नाउँका सिकर्मी र मरियमको छोरा मात्र भन्ठाने। येशूज्यूले बप्तिस्मा लिनु भएर 30 वर्षको हुनुहुँदा सुसमाचार प्रचार गर्न थाल्नुभयो। उहाँले पिता र म एक हौँ, अर्थात् म स्वयं परमेश्वर हुँ भन्नुभयो। उहाँले अगमवक्ताहरूको अगमबाडी अनुसार परमेश्वर यस पृथ्वीमा आउनुभएको कुरा घोषणा गर्नु भएर थाहा दिनुभयो। तर आम मानिसहरूले त्यो कुरालाई विधर्म भन्दै उहाँलाई ढुङ्गा उठाएर हान्न खोजे। अगमवक्ताहरूको अगमबाडी र संसारका मानिसहरूको सोचाइ बीच ठुलो भिन्नता छ भन्ने कुरालाई आज पुनः एकपटक हामीले याद गर्न आवश्यक छ। पवित्र आत्माको यस अन्तिम युगमा स्वर्गीय पिता र माता यस पृथ्वीमा आउनु भएर अगमबाडी अनुसार जिरहनु भए तापनि यस संसारका मानिसहरूले शारीरिक दृष्टिकोणबाट उहाँहरूलाई सामान्य मानिस सरह व्यवहार गर्छन्। त्यसो भए परमेश्वरले ती मानिसहरूको विषयमा के भन्नुभएको छ त? परमेश्वरको महिमित अगमबाडी, परमेश्वरको सोचाइ तिनीहरूबाट लुकाइदिनेछु भन्नुभएको छ। तर आफ्ना सन्तानहरूलाई चाहिँ त्यो सबै महिमा प्रकट गरेर थाहा दिनेछु भन्नुभएको छ। त्यसो भए अगमवक्ताहरूको अगमबाडी र यस संसारका मानिसहरूको सोचाइ बीच कस्तो भिन्नता थियो भन्ने यही विषयमा अगमवक्ताहरूका अगमबाडी मार्फत पहिलो आगमनका येशूज्यूको युगको अवस्था र यस वर्तमान युगको अवस्थालाई बुझ्ने यहाँहरू र म हुन सकौँ। यशाया 9:6 शिक्षा हेरौँ। किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रा निम्ति एकजना छोरो दिइएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ भनिएको छ। परमेश्वर यस पृथ्वीमा आउनुहुनेछ भनेर यशाया अगमवक्ताले 700 वर्ष अघि नै अगमबाडी गरेका थिए। परमेश्वर यस पृथ्वीमा बालकको रूपमा जन्मनु हुनेछ भनेर यसरी अभिव्यक्त गरेका थिए। तर संसारका मानिसहरूको सोचाइ चाहिँ कस्तो थियो त? परमेश्वर कसरी मानिस हुन सक्नुहुन्छ र भन्ने सोचाइमा जकडिएर तिनीहरूले परमेश्वरको अभिप्रायको विरोध गरे। त्यो दृश्य एकपटक हेरौँ। यूहन्ना 6:41 उल्लेखित वचन हेर्ने हो भने, यहुदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्नुभयो, स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ। तिनीहरूले भने, के यो योसेफको छोरा येशू होइन? यसका बुबा र आमालाई हामी चिन्दैनौँ र
अहिले यसले कसरी म स्वर्गबाट उर्लिआएको हुँ भनी भन्दछ। यो त सिकर्मी योसेफ अनि मरियमको छोरा होइन र? यसका बुबा र आमालाई हामी चिन्छौँ। अहिले यसले कसरी आफू स्वर्गबाट आएको हुँ भन्न सकेको भनेर तिनीहरूले भने। हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्थ्यो। उहाँ शरीरको पाल ओढेर यस पृथ्वीमा आउनु भएको हो नि। आफू यस पृथ्वीमा आउनु भएको कुरालाई येशूज्यूले म स्वर्गबाट आएको हुँ भनेर थाहा दिनु भए तापनि मानिसहरूले गनगन गरे। बाइबल अनि अगमवक्ताहरूको अगमबाडी र त्यो युगका संसारका मानिसहरूको सोचाइ बीच यति ठुलो भिन्नता थियो। त्यसो भए हामीहरू कुन बाटो हुँदै अगाडि बढ्नुपर्छ होला? परमेश्वरको दृष्टिमा सही ठहरिएको बाटो हुँदै अगाडि बढ्नुपर्छ नि, होइन र? हामीले अगमवक्ता र बाइबलका अगमबाडीहरूलाई पछ्याउनुपर्छ। पद 43 मा लगातार हेरौँ। येशूले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरू आपसमा नगनगनाओ। मलाई पठाउनु हुने पिताले खिच्नु भएन भने कोही म कहाँ आउन सक्दैन र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। अनि ती सबैजना परमेश्वरद्वारा सिकाइने छन् भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो म कहाँ आउँछ। यस विषयको वचनलाई हेर्दा धेरै मानिसहरूले येशूज्यूलाई केवल एक सिकर्मीको छोराको रूपमा सोचेर इन्कार गरेका र उहाँको निन्दा गरेका दृश्य देख्न सकिन्छ। तर उहाँ मानव जातिलाई मुक्ति दिन यस पृथ्वीमा आउनुभएका परमेश्वर हुनुहुन्छ भनेर बाइबल तथा अगमवक्ताहरू मार्फत अगमबाडी गरिएको छ। उही येशूज्यूप्रति संसार र बाइबलको दृष्टिकोण भिन्नै छ। संसारको मानिस र अगमवक्ताले फरक तरिकाले सोच्ने गर्छन्। त्यसो भए हामीले कुन बाटोलाई पछ्याएर कुन बाटोलाई चाहिँ इन्कार गर्नुपर्छ होला त? आजको यो सबात दिनमा यस विषयमा सँगै सोच्दै सही र दृढ विश्वास लिने अनुग्रहात्मक समय होस् भन्ने आशा गर्दछु। यूहन्ना 10:27 वचन सँगै हेरौँ। मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। मेरा पिताले ती मलाई दिनुभएको छ। उहाँ सबैभन्दा महान हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लैजाने छैन। पिता र म एक हौँ। यो नै उहाँ स्वयं परमेश्वर हुनुहुन्छ भन्ने अर्थ हो। पद 31 मा यहुदीहरूले उहाँलाई हानौँ भनी फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्नुभयो, मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ। तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ? यहुदीहरूले उहाँलाई जवाफ दिए, असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौँ, तर ईश्वर निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ। परमेश्वर कस्तो स्वरूप लिएर यस पृथ्वीमा आउनुहुन्छ भनेर बाइबल र अगमवक्ता मार्फत अगमबाडी गरिएको थियो त? मानिसको स्वरूपमा आउनुहुन्छ भनेर स्पष्टसँग भनिएको थियो। तर त्यो युगका मानिसहरूले तिमीले मानिस भएर पनि आफूलाई परमेश्वर तुल्याउने आँट कसरी गर्यौ भनेर भने। यसो भन्दै तिनीहरूले येशूज्यूलाई ढुङ्गाले हान्न खोजेको दृश्य हामी यूहन्ना अध्याय 10 मा देख्न सक्छौँ। अगमवक्ताहरूको अगमबाडी र मानिसहरूको सोचाइ बीच ठुलो भिन्नता थियो। येशूज्यू शरीर धारण गरी यस पृथ्वीमा आउनुभएका परमेश्वर हुनुहुन्छ नि, होइन र? तर उहाँ शरीर धारण गरी यस पृथ्वीमा आउनुहुँदा परमेश्वरलाई परमेश्वरको रूपमा चिन्ने मानिसहरू थोरै मात्र थिए। तिनीहरूको आँखाले अगमबाडीलाई देखेन। तिनीहरूले परमेश्वरको वचनको सही अर्थ बुझेनन्। परमेश्वरलाई परमेश्वरको रूपमा सही तरिकाले चिन्न सक्ने आत्मिक आँखा तिनीहरूसँग थिएन। यस वर्तमान युगमा पनि मानिसहरूलाई अगमवक्ताहरूको अगमबाडी थाहा छैन। परमेश्वरको इच्छा पनि थाहा छैन। मानिसहरूले केवल दृश्य कुराहरूद्वारा परमेश्वरको मूल्याङ्कन गर्न खोज्दा र उहाँलाई बुझ्न खोज्दा कति ठुलो गल्ती गर्छन्
भन्ने यथार्थता यहाँ हामी देख्न सक्छौँ। हिजोआज सारा संसारले येशूज्यू मानव जातिलाई बचाउन यस पृथ्वीमा आउनुभएका उद्धारक हुनुहुन्छ भनिरहेको छ। तर येशूज्यूको समयमा सबै धर्म मान्ने मानिसहरू तथा संसारका मानिसहरूले येशूज्यूलाई कस्तो तरिकाले मूल्याङ्कन गरे त? उहाँलाई विधर्मीको संज्ञा दिए। मानव जातिलाई मुक्ति दिने महान सत्यतालाई त्यो युगमा विधर्मको संज्ञा दिइएको थियो। प्रेरित 24:1 उल्लेखित वचन हेरौँ। 5 दिनपछि प्रधान पुजारी हननिया र कतिपय धर्मगुरुहरू तर्तुल्लस नाउँका एकजना वकिलसँग त्यहाँ आए र तिनीहरूले पावलको विरुद्ध हाकिमको अघि मुद्दा पेश गरे। पावल त्यहाँ झिकाइएपछि तर्तुल्लसले तिनलाई यसो भन्दै अभियोग लगाउन थाले, अति माननीय फेलिक्स, हजुरबाट हामीले ठुलो शान्ति भोग गर्दैछौँ र हजुरले यस जातिको निम्ति सुधारहरू सुरु गर्नुभएको छ। यो कुरा हर प्रकारले सबै ठाउँमा हामी कृतज्ञता साथ स्वीकार गर्छौँ। तर हजुरको बढी समय नलिएर हाम्रो बिन्ती छोटकरीमा दया गरी सुनिदिनुहोस्, किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्ने, संसारभरिका सारा यहुदीहरूका बीचमा आन्दोलन मचाउने र केका मुख्य अगुवा त नासरी पन्थका मुख्य अगुवाको रूपमा भेट्टाएका छौँ। नासरी पन्थ भन्नाले कसलाई जनाएर भनेका हुन् त? येशूज्यूलाई जनाएर। येशूज्यू सबै मानव जातिलाई मुक्ति दिन यस पृथ्वीमा आउनुभएका परमेश्वर हुनुहुन्छ। तर त्यो युगका मानिसहरू, धर्म मान्ने मानिसहरूले उहाँलाई विधर्मी ठहराए। तर बाइबल र अगमवक्ताहरूले चाहिँ कसो गरे त? ख्रिस्टलाई विधर्मी भनेर। येशूज्यूले म उही हुँ भन्नुहुँदा त्यो युगका धर्म मान्ने मानिसहरू तथा संसारका मानिसहरूले ख्रिस्टलाई विधर्मीको संज्ञा दिए। तिनीहरूले उहाँलाई त्यस्तो कलङ्कित र अपमानजनक संज्ञा र टाइटल दिए। दाजुभाइ तथा दिदीबहिनीहरू, 2000 वर्ष अघि येशूज्यूको युगमा भएका उही कुराहरू यो वर्तमान युगमा फेरि भइरहेका छन्। हामीलाई आजको यस स्थानमा रहने गराउनको निम्ति हाम्रा परमेश्वरले 2000 वर्षको लामो समयसम्म नासरी पन्थ जस्तो लज्जाजनक र अपमानजनक दर्जालाई मौनतापूर्वक सहनुभयो। अब चाहिँ परमेश्वरले उठ्नु भएर फलामको डन्डा पसार्नु हुने समय नजिक आएको छ। इन्साफको दिनमा तिनीहरूले परमेश्वरको अगाडि एक शब्द पनि बोल्न सक्ने छैनन्। मैले तिमीहरूलाई धेरै पटक भने तापनि बाइबल र अगमवक्ताको अगमवाणीलाई तिमीहरूले तुच्छ ठान्यौ भनेर परमेश्वरले भन्नुहुनेछ। हामी एकपटक यशाया अध्याय 25 मा गएर हेरौँ। यस वर्तमान युगको सम्बन्धमा पनि परमेश्वरले म फेरि यस पृथ्वीमा यसरी आउनेछु, तिमीहरूले मलाई चिनेर ग्रहण गर्नु भन्नुभएको छ। यो कुरालाई यशाया अध्याय 25 द्वारा निश्चित गरौँ। अगमवक्ताहरूको अगमवाणी र मानिसको सोचाइ बीच ठुलो भिन्नता थियो। पद 6 को वचन सँगै हेरौँ। सर्वशक्तिमान परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मिठा मिठा थोकहरू, छिप्पिएको मद्ध, असल असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्धको भोज लाउनुहुनेछ। उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ। उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ। साँच्चै कति अनुग्रहात्मक प्रतिज्ञा हो। परमेश्वरले छिप्पिएको मद्धको भोजद्वारा मृत्युलाई सदाको निम्ति नष्ट गरिदिनुहुनेछ। परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्नुभएको छ, त्यस दिन तिनीहरूले यसो भन्नेछन्, निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ। हामीले उहाँमाथि भरोसा गर्यौं, हामीले उहाँलाई पर्खियौं र उहाँले नै हामीलाई बचाउनु भयो। उहाँ नै परमप्रभु हुनुहुन्छ। उहाँमाथि हामीले भरोसा गर्यौं, हामीले उहाँलाई पर्खियौं। उहाँले गर्नुभएको उद्धारमा हामी खुसी होऊ र रमाऊ। यो अगमबाणीमा भनिएका मानिसहरूले यसो भन्छन्, छिप्पिएको मद्धको भोजद्वारा मृत्युलाई सदाको निम्ति नष्ट गर्नुहुने व्यक्तिलाई देख्दा अनन्त जीवन दिने कार्य त
परमेश्वर बाहेक कसैले पनि गर्न सक्दैन। त्यसैले निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ। हामीले पर्खिरहेको व्यक्ति उहाँ नै हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनु हुनेछ। मुक्ति चाहिँ अरू होइन, तर निस्तार चाडको रोटी र छिप्पिएको मद्दद्वारा मात्र दिइन्छ। यो लिएर मृत्युलाई सदाको निम्ति नष्ट गर्न आउनुभएका एकमात्र व्यक्ति नै हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ बाहेक मुक्तितर्फको बाटो खोल्न सक्ने व्यक्ति कोही छैन। हिब्रू अध्याय 9 पनि उही विषयवस्तु उल्लेख भएको छ नि। उद्धारको निम्ति येशूज्यू कुनपल्ट देखा पर्नुहुन्छ त? फेरि दोस्रो पल्ट देखा पर्नुहुन्छ भनिएको छ। फेरि भन्नुपर्दा शरीर धारण गरी यस पृथ्वीमा आउनुहुँदा यो कार्य गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ। उहाँलाई भेटा भन्ने वचन हो। प्रकाश अध्याय 22 पवित्र आत्मा र दुलहीले के भन्नुभएको छ त? आउनुहोस्, बुझ्नुहुन्छ भने आउनुहोस्, महसुस गर्नुहुन्छ भने आएर जीवनको पानी लिनुहोस् भन्नुभएको छ। यसरी स्पष्ट रूपमा परमेश्वरले हामीलाई अगमवक्ताहरू मार्फत महिमित अगमबाडीका मार्गहरू थाहा दिनुभएको छ, अगमबाडी गर्नुभएको छ अनि मार्ग खोलिदिनु भएको छ। तापनि मानिसहरू चाहिँ 2000 वर्ष अघि जस्तै अहिले यस पृथ्वीमा पवित्र आत्मा र दुलही आउनु भए तापनि मानिसहरूले आफ्नो सोचाइ लगाएर के भन्ने गर्छन् त? पवित्र आत्मा आन्साङहुङज्यू र दुलही नयाँ यरुसलेम हाम्री स्वर्गीय मातालाई ग्रहण गर्न त परै जाओस्। मानिसको सोचाइद्वारा के भन्छन् त? मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउने भन्छन्। बाइबलमा जतिसुकै गवाही र अगमवक्ताहरूका अगमबाडी भए पनि मानिसहरूले इन्कार गरिरहेका छन्। इन्कार गर्नेहरूको परिणाम राम्रो होला त? नरकमा जलिरहेको आगोमा तिनीहरूले पीडापूर्वक त्यसबेला वचनको गवाही पाउँदा मैले स्वीकार्नु पर्ने थियो भनेर पछुतो गरे तापनि त्यो व्यर्थ हुनेछ। यसकारण यहाँहरू र मैले अगमवक्ताहरूको अगमबाडी र परमेश्वरका शिक्षाहरूमा कान लगाउनु पर्छ। परमेश्वरलाई मानिसको सोचाइ र दृष्टिकोणबाट कदापि हेर्नु हुँदैन। हामीले अगमबाडीको आँखाले हेर्यौं भने परमेश्वरलाई सही तरिकाले पत्ता लाएर उहाँको महिमित मार्गलाई पछ्याउन सक्नेछौँ। 2000 वर्ष अघि येशूज्यूले नयाँ करारको सत्यता सिकाउनु भयो। येशूज्यूले मानव जातिलाई मुक्ति दिनको निम्ति दिनुभएका सबै शिक्षाहरूलाई तिनीहरूले विधर्मको संज्ञा दिए। अहिले यस वर्तमान युगमा पनि उस्तै हो। हामीहरू येशू ख्रीष्टका सम्पूर्ण शिक्षाहरूलाई जस्ताको तस्तै पछ्याइरहेका छौँ। हामीले नयाँ करार ग्रहण गरेर सत्यताको मार्गलाई पछ्याइरहेका छौँ। तर मानिसहरूले उसरी नै के भन्छन् त? परमेश्वरको मण्डली विधर्मी हो भन्छन्। 2000 वर्ष अघिको उही कुरा यसरी तिनीहरूले दोहोर्याइरहेका छन्, किनकि इतिहास लगातार दोहोरिरहन्छ। यसकारण यस्ता वचनहरू बाइबलका धेरै ठाउँहरूमा किन लेखिएको होला भन्ने कुरालाई यहाँहरू र मैले राम्ररी बुझ्न आवश्यक छ। 2000 वर्ष अघि प्रेरित पावलको विरुद्धमा वकिल तर्तुल्लस र पुजारीद्वारा मुद्दा पेश भएर उनलाई न्याय आसनको अघि लगिँदा तिनीहरूले प्रेरित पावललाई नासरी पन्थका मुख्य अगुवा भनेर भने। ख्रीष्टभित्र प्रेरित पावलको विश्वास र उनको प्रचार कार्यलाई तिनीहरूले विधर्मको संज्ञा दिए। दाजुभाइ तथा दिदीबहिनीहरू, त्यो सत्यता नै अहिले हामीले लिएको सत्यता हो नि, होइन र? पावलले के सुनाएका थिए त? उनले निस्तार चाड, येशूज्यू र शरीरमा आउनुभएका परमेश्वरको विषयमा सुनाएका थिए। दाजुभाइ तथा दिदीबहिनीहरू, येशूज्यू विधर्मी हुनुहुन्थ्यो त? मानिसको दृष्टिकोणमा मात्र उहाँ विधर्मी देखिनुभयो, तर उहाँको शिक्षा मानव जातिलाई बचाउने महान सत्यता थियो। अहिले हामीले लिएको नयाँ करारको सत्यताप्रति 2000 वर्ष अघि पनि त्यस्तो व्यवहार गरिएको थियो। यस वर्तमान युगमा पनि परमेश्वरको राज्यमा प्रवेश गर्नको निम्ति हामीहरू धेरै कठिनाइहरू बीच गुज्रिनुपर्छ भनिएको छ। सबै कठिनाइहरूलाई पार गरेर अन्तको स्वर्ग राज्यमा भव्य स्वागत पाउने हाम्रा सबै सियोनका परिवारहरू हुन सकौं। प्रेरित पावलले नयाँ करारको सत्यता सुनाए। येशूज्यूले पनि त्यही गवाही दिनुभयो। उक्त सत्यतालाई 2000 वर्ष अघि विधर्म ठहराइएको भए पनि बाइबल र अगमवक्ताहरूद्वारा त्यसरी गवाही दिइएको थिएन। उनीहरूले उक्त सत्यतालाई मानव जातिलाई मुक्ति दिने महान सत्यता ठहराएका थिए
संसारलाई बचाउने एकमात्र सत्यताको रूपमा मूल्याङ्कन गरेका थिए। तर परमेश्वर शरीरमा आउनु भएकोले मानिसहरूको आँखामा उहाँ विधर्मी देखिनुभयो। नयाँ करार प्रचार गरिँदा त्यो तिनीहरूले प्रचार गरेको भन्दा भिन्न भएकोले त्यसलाई तिनीहरूले झुट भन्दै इन्कार गरे। मर्कुस 3 एकपटक हेरौँ, 3:20। त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भिड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनु भएन। जब येशूका परिवारले यो सुने तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भने उनीहरू भन्थे। येशूज्यूले हरेक ठाउँमा लगनशीलताका साथ सुसमाचार प्रचार गर्नुभयो। येशूज्यू यो ठाउँमा जानुभयो भने धेरै मानिसहरू वचन सुन्नलाई त्यहाँ भेला हुन्थे, अनि त्यो ठाउँमा जानुभयो भने फेरि उत्तिकै भिड त्यहाँ जम्मा हुन्थ्यो। भोजन खाने समय पनि उहाँसित हुँदैनथ्यो। पद 20। त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भिड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनु भएन। जब येशूका परिवारले यो सुने तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भने उनीहरू भन्थे। उहाँको मन ठेगानमा छैन भन्दै तिनीहरूले उहाँलाई लैजान समेत खोजे। दाजुभाइ तथा दिदीबहिनीहरू, आम मानिसहरूले यसरी नै परमेश्वरलाई बाहिरी रूपमा मात्र हेर्ने गर्छन्। उहाँका परिवार र आफन्तहरूले समेत उहाँले गरिरहनु भएको कार्यलाई बुझ्न सकेनन्। तर उहाँको शिक्षा चाहिँ मानव जातिलाई बचाउने महान शिक्षा थियो। यी वचनहरू बाइबलमा किन लेखिए भन्ने कुरा आज पुनः एकपटक सोची हेरौँ। अगमवक्ताहरूको अगमबाडी र संसारका मानिसहरूको सोचाइ बीच कति ठुलो भिन्नता छ भन्ने कुरालाई हामीले स्पष्टसँग छुट्याउनु पर्छ। मानिसहरूले किन विश्वास गर्दैनन्, सुनाए तापनि मानिसहरूले किन बुझ्दैनन् भनेर निराश हुन आवश्यक छैन। हाम्रो एकमात्र कार्य नै प्रचार हो, हाम्रो मिसन हो। त्यसैले बल गरेर सुनाऊ, परिश्रमका साथ सबैलाई सुनाओ भन्नुभएकोले त्यसमा पक्कै पनि कारण छ। हामीले सबैलाई प्रचार गरेपछि अन्तिम इन्साफको दिनमा हाम्रो प्रचारलाई परमेश्वरको वचनको रूपमा विश्वास गर्ने र त्यसलाई परमेश्वरको वचन होइन कि मन ठेगानमा नभएकाहरूको कुरा हो भनी सोच्ने मानिसहरू बीच स्पष्ट भिन्नता हुनेछ। परमेश्वरले जे रोप्दछ त्यसैको कटनी गर्नेछ भन्नुभएको छ। तिनीहरूले गलत सोचाइ रोपेकाले गलत रोजाइ लिन पुगेका हुन्। तर मैले परमेश्वरका सम्पूर्ण वचनलाई विश्वास गर्नुपर्छ भन्ने सोच्दै सत्यतातिर कान लगाए भने तिनीहरू आफ्नो हृदयको ढोका खोलेर परमेश्वरको वचनमा आमेन भन्दै आउनेछन्। 2000 वर्ष अघि परमेश्वरले यो पृथ्वीमा आउनु भएर सुसमाचार प्रचार गर्नुहुँदा त्यो युगका मानिसहरूले येशू ख्रिस्टलाई कसरी हेरेका थिए अनि येशू ख्रिस्टको शिक्षालाई कसरी तिनीहरूले विधर्मको संज्ञा दिएका थिए भन्ने विषयलाई आज हामीहरू पुनः एकचोटि निश्चित गरिरहेका छौँ। हामी जकरिया अध्याय 9 हेरौँ। पद 9 हे सियोनकी छोरी खूब रमाऊ, हे यरुसलेमकी छोरी जोरसित कराऊ। हेर, तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। यहाँ सियोनका राजा आउनुहुनेछ भनिएको छ। सियोनका राजा नै परमेश्वर हुनुहुन्छ नि। परमेश्वर यो पृथ्वीमा आउनुहुनेछ। उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउनुहुनेछ भनिएको जकरियाको अगमबाडी येशूज्यू आउनु अघि नै लेखिएको थियो। यो अगमबाडीलाई येशूज्यूले कसरी पूरा गर्नुभयो हामी मत्ती 21 गएर निश्चित गरौँ। 21:1 हेर्ने हो भने, जब उहाँहरू यरुसलेमको नजिक जैतुन डाँडाको बेथफागेमा आइपुग्नुभयो तब येशूले 2 जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेडो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर म कहाँ ल्याऊ। कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु
र त्यसले तुरुन्तै ती पठाइदिनेछ। अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस् भनेर यो भएको हो। सियोनकी छोरीलाई भन्, हेर तिम्रा राजा अर्थात् सियोनका राजा तिमी कहाँ आउँदैछन्। विनम्र भई गधामाथि सवार भएर गधाको बच्चा एउटा बछेडामाथि। तब चेलाहरू गए र येशूले तिनीहरूलाई अराहे बमोजिम गरे। तिनीहरूले गधा र त्यसको बच्चा ल्याए र तीमाथि आफ्ना लुगा फाटा ओछ्याए र उहाँ त्यसमाथि बस्नुभयो। भिडमा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए र अरूहरूले रुखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अघि र पछि लागेका भिड यसो भन्दै कराए, दाउदका पुत्रलाई होसन्ना, धन्य उहाँ जो परमप्रभुको नाउँमा आउनुहुन्छ, परमधाममा होसन्ना। जब उहाँ यरुसलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मचियो। मानिसहरूले सोध्न लागे, यिनी को हुन्? भिडका मानिसहरूले जवाफ दिए, यिनी गालिलको नासरतबाट आएका अगमवक्ता येशू हुन्। येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो र पैसा साट्नेहरूका टेबिल र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको अड्डा बनाएका छौ। अन्धा र लङ्गडाहरू मन्दिरमा उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। येशूज्यू बछेडामाथि सवार भएर यरुसलेममा प्रवेश गर्नुभयो। यो नै जकरिया 9 को अगमबाडी पूरा भइरहेको दृश्य हो। तर यो अगमबाडी पूरा हुँदा त्यो समयका धर्मगुरुहरू र संसारका मानिसहरूले येशूज्यूको त्यो कार्यलाई कसरी हेरे त? हामी 15 मा हेरौँ। तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे र केटाकेटीहरूले मन्दिरमा दाउदका पुत्रलाई होसन्ना भन्दै चिच्याएका सुने, तब तिनीहरू के भए त? क्रोधित भए भनिएको छ। डाहले गर्दा त्यसो गरेका हुन्। दाउदका पुत्रलाई होसन्ना भन्दै चिच्याएका सुने, तब तिनीहरू क्रोधित भए र तिनीहरूले उहाँलाई भने, सुन्दैछौ यिनीहरूले के भनिरहेका छन्? तब येशूले तिनीहरूलाई भन्नुभयो, हो सुन्दैछु। के तिमीहरूले पढेका छैनौ? शिशुहरू र दुधे बालकहरूका ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ। तब तिनीहरूलाई छोडेर उहाँ सहरबाट निस्की बेथानियामा गई त्यहाँ बास बस्नुभयो। यो चाहिँ येशूज्यूले जकरिया अगमवक्ताको अगमबाडी पूरा गरिरहनु भएको दृश्य हो। भिडहरूले दाउदका पुत्रलाई होसन्ना, धन्य उहाँ जो परमप्रभुको नाउँमा आउनुहुन्छ भन्दै आनन्द साथ उहाँको पछि लागे। तिनीहरूले उहाँलाई महिमा साथ स्वागत गरे। तर संसारका मानिसहरू अर्थात् विपक्षी झुटा विश्वासीहरूले कसो भने त? त्यो देखेर तिनीहरू रमाए त? तिनीहरू क्रोधित भए भन्ने अभिलेख छ। फेरि भन्नुपर्दा हल्ला भयो, दिक्क लाग्यो भन्ने कुरा हो। तिनीहरूले येशूज्यूलाई केटाकेटीहरूलाई किन यसरी चिच्याउन छोडिदिन्छौ भनेका हुन्। तसर्थ अगमवक्ताहरूको अगमबाडी र संसारका मानिसहरूको सोचाइ बीच यस्तो भिन्नता छ भन्ने कुरालाई आज हामीले बुझ्नुपर्छ। परमेश्वरले अगमबाडीहरू पूरा गर्नको निम्ति यी सबै गर्नुभयो। यी अगमबाडीहरू पूरा गर्नकै लागि परमेश्वर बालकको रूपमा यो पृथ्वीमा आउनु भएको रहेछ भनेर हामीले विश्वास गर्नुपर्छ। हेरोद राजाले येशूज्यूलाई पन्छाउनको निम्ति 2 वर्ष र त्यस मुनिका छोराहरू जति छन् सबैलाई नाश गर भन्ने आदेश जारी गर्दा राहेल आफ्ना बालकहरूका लागि रुनेछे भन्ने यर्मिया अगमवक्ताको अगमबाडी पूरा भएको थियो। अहिले यस युगमा त्यो इतिहासलाई फर्की हेर्दा पुत्रको युगमा गरिएका सम्पूर्ण कार्यहरू हामी बुझ्न सक्छौँ र बाइबलका सम्पूर्ण अगमबाडीहरू पूरा भएको कुरालाई निश्चित गर्न सक्छौँ। दाजुभाइ तथा दिदीबहिनीहरू, अगमवक्ताहरूको अगमबाडीमा परमेश्वरलाई साँच्चै महान र पवित्र भनेर अभिव्यक्त गरिएको छ। तैपनि त्यस युगका मानिसहरूले परमेश्वरलाई केवल एक सिकर्मीको छोराको रूपमा हेरे। हामीले यस्तो दुःखलाग्दो कुरालाई बुझ्नुपर्ने कारण चाहिँ पवित्र आत्माको युगमा स्वर्गीय पिता र माता पवित्र आत्मा र दुलहीको रूपमा यस पृथ्वीमा आउनुहुँदा हामी चाहिँ उहाँहरूलाई सही तरिकाले ग्रहण गर्न सक्ने सियोनका सन्तानहरू बन्नको निम्ति हो। हामीमा चाहिँ अगमबाडी लेखेका अगमवक्ताहरूको जस्तो आँखा हुनुपर्छ। यसैया अध्याय 53 मा गएर हेरौँ। 53 को 1 मा हेरौँ। हाम्रो समाचार कसले विश्वास गरेको छ र परमप्रभुको बाहुबल
कसलाई प्रकट गरियो? ऊ उहाँको सामु कलिलो बोट जस्तो र सुक्खा जमिनबाट निस्केको जरो जस्तो बढ्यो। उसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मनपर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो। अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौँ। निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो। तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कुर्राको चोटले हामी निको भयौँ। हामी सबै भेडा झैँ बरालिएका छौँ र हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ भनिएको छ। यसैया अध्याय 53। यसैया अगमवक्ताले येशूज्यू आउनुभन्दा 700 वर्ष अघि लेखेका हुन्। यो चाहिँ भविष्यमा परमेश्वर यो पृथ्वीमा शरीर धारण गरी आउनु भई हामी मानव जातिको निर्बलता, दुःख र अपराधहरू स्वयंले बोक्नुहुने विषयमा अगमबाडी गरिएको दृश्य हो। हाम्रो पापको सट्टामा ख्रिस्ट पाप बलिको रूपमा क्रुसमा टाँगिनुभयो। अगमबाडी अनुसार ख्रिस्ट तिनीहरूको हातमा पक्राउ पर्नुभयो र अन्यायपूर्वक क्रुसमा टाँगिनुभयो। उहाँले यी सबै सहनु भएको र क्रुसमा टाँगिनु भएको चाहिँ हाम्रा अधर्म र अपराधहरू तिरिदिनको निम्ति हो भनेर बाइबल र अगमवक्ताहरूले गवाही दिएका छन्। तर त्यो युगका मानिसहरूले फरक तरिकाले सोचे। मत्ती अध्याय 27 मा येशूज्यूलाई क्रुसमा टाँग्न माग गर्दा तिनीहरूले उहाँको रगत आफू र आफ्ना सन्तानहरूमाथि परोस् भनेर भने। तिनीहरू त्यतिसम्म निर्धक्क थिए। यदि तिनीहरूले ख्रिस्टलाई थोरै मात्र पनि परमेश्वरको रूपमा चिनेका भए के त्यसो भन्ने आँट गर्ने थिए होलान् र? के उहाँमाथि थोक्ने थिए होलान्? उहाँलाई थप्पड लाउने थिए होलान्? त्यसरी उहाँको निन्दा गर्ने थिए होलान्? तिनीहरूको आँखामा शरीर धारण गरी यो पृथ्वीमा आउनुभएका येशू ख्रिस्ट केवल एक मानिसको रूपमा देखिनुभयो, कति पनि परमेश्वरको रूपमा देखिनु भएन। अगमवक्ताहरूका अगमबाडीहरूमा उहाँले हाम्रा पापहरू बोक्नुहुन्छ अनि हाम्रा अधर्मको निम्ति उहाँ क्रुसमा छेडिनुहुन्छ भन्ने अभिलेख थियो। पद 7 देखि लगातार हेरौँ। ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो। आफ्नो उन कत्रनेको सामु भेडा मौन भए झैँ उसले पनि आफ्नो मुख खोलेन। अत्याचार र इन्साफद्वारा ऊ लगियो। उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाइ पर्यो। उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धनीहरू उसको साथमा थिए। येशूज्यूले मृत्यु भोग्नुहुँदा उहाँको दायाँ र बायाँ को थिए त? 2 डाकुहरू थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छल थियो। मत्ती 27 को 57 को वचन अनुसार अरिमाथियाका एक धनी मानिस योसेफको चिहानमा येशूज्यूको मृत शरीरलाई राखियो। सबै कुरा अगमबाडी अनुसार के भयो त? जस्ताको तस्तै पुरा भयो। तर संसारका मानिसहरूको आँखामा चाहिँ त्यो केवल एक मामुली घटना थियो। पद 10 देखि लगातार हेरौँ। तापनि उसलाई चकनाचुर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो र परमप्रभुले उसको प्राणलाई दोष बलि झैँ बनाउनु भए तापनि उसले आफ्ना छोराछोरीलाई देख्नेछ र आफ्नो दिन बढाउनेछ र परमप्रभुको इच्छा उसकै हातमा उन्नत हुनेछ। उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ। किनभने उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। येशूज्यू यस पृथ्वीमा आउनुभन्दा
700 वर्ष अघि नै परमेश्वरले ख्रिस्टको यस्तो सुन्दर कार्यलाई अगमवक्ताको अगमबाडीमा पहिल्यै लेखाउनु भएको थियो। तर संसारका मानिसहरूले येशूज्यूलाई यहुदीहरू बीच फुट ल्याइदिने, तिनीहरूलाई चिन्ता र दोधारमा पारिदिने र तिनीहरूले पालन गर्दै आएका सिद्धान्तहरू उल्लङ्घन गरिदिने विधर्मीको पनि महाविधर्मीको रूपमा सोचे। त्यसैले त उहाँलाई क्रुसमा टाँग्ने काममा सबैले त्यो क्रुसमा टाँगियोस् भन्दै कराएका थिए। परमेश्वरको विषयमा लेखिएको बाइबलका अगमबाडीहरूप्रति र शरीर धारण गरी यो पृथ्वीमा आउनुभएका महान परमेश्वरप्रति तिनीहरू एकदमै अनभिज्ञ थिए भन्ने कुरा तिनीहरूका यस्ता कार्यहरूले प्रष्ट देखाउँछ। तिनीहरूले येशूज्यूलाई कति पनि परमेश्वरको रूपमा हेरेका थिएनन् भन्ने कुरा हामी देख्न सक्छौँ। अहिले यो युगमा मानव जातिलाई बचाउन पिता परमेश्वर र माता परमेश्वर यो पृथ्वीमा आउनु भएको छ। परमेश्वरलाई ग्रहण गर्न हामी कदापि चुक्नु हुँदैन। पत्रुस, यूहन्ना, याकुब र प्रेरित पावलको जस्तो विश्वासद्वारा हामीले परमेश्वरलाई ग्रहण गर्नुपर्छ। यसको साथै विश्व सुसमाचारमा सँगै पाइला चाल्दै सबै आत्माहरूलाई सियोनमा डोर्याएर अनन्त स्वर्गसम्म हातेमालो गर्दै प्रवेश गर्न सक्ने स्वर्गीय परिवारहरू सबैजना हुनुहुनेछ भन्ने आशा गर्दै आजको वचन यही समाप्त गर्दछु। धन्यवाद। धेरै आशिष पाउनुहोस्।